हेलो गुड मर्निङ एभ्रीबडी। हामी चाहिँ अब ड्युटीतिर लागेको। भोकटे खाने भए आउनुहोस्। भोकटे रुखभरि फलेको छ है साथीहरू। भोकटे लगाएपछि चाहिँ तोरीको बारी। तोरी होइन, कोदो कस्तै बिर्सेको। कोदोको बारीमा हेर्नुहोस्, कोदो कति फलेको। पुरै कोदो फलिसकेको छ हेर्नुहोस्। अस्ति भर्खरसम्म कति सानोदेखि अहिले यति राम्रोसँग फलिसकेको कोदो चायामा सम्पर्क गर्ने है। यता गोर्खा सिस्नु खाने भयो। यहाँ छ सिस्नु। हिजो मेरो हातमा यही सिस्नुले पोलेको राति। ल गाइस, यो चाहिँ पोखराको हिमाल हो। पोखरापट्टिको हिमाल हो। हेर्नुहोस् एकदम मौसम सफा भएर दामी देखिरहेछ है। धौलागिरी अन्नपूर्ण हिमाल चाहिँ यहाँ हो है। हामी चाहिँ यता गोर्खाबाट हो। अहिले हामी चाहिँ यता गोर्खाबाट प्रत्यक्ष लाइभमा छ। मेरो च्यानल हो, युट्युब च्यानलमा सब्सक्राइब कमेन्ट गरिदिनुहोस् है। त्यसपछि तपाईँलाई नयाँ भिडियोहरू पस्किनेवालामा छु। हेर्नुहोस्, मकैबारी गरम मकैबारी गरम भन्ने यही हो है साथीहरू। ल हेर्नुहोस्, अब गाउँघरमा एकदम हरियाली भइरहेको छ। मौसम एकदम सुधार आइसकेपछि अब हिउँदो लागेको जस्तो महसुस पनि भइरहेको छ र एकदम चिसो पनि आइरहेको छ बिहान होइन। अब अस्तितिर एकदम गर्मी थियो, बिहान बेलुका चिसो एकदम बढ्दो क्रममा छ गाइज। अनि तपाईँहरू पनि आउनुहोस् होला। यो चाहिँ गोर्खा हो है। गोर्खा एकदम राम्रो ठाउँ छ, राम्रो ठाउँ अनि रमाइलो। हेर्नुहोस्, धान पनि मजाले धानको बाला लगाइसकेको छ मजाले। लगाइदिनुहोस् गाइस। अनि यहाँ हेर्नुहोस्, तपाईँको चिसो पानी छ यसमा। यहाँ बस्ने ठाउँ छ ठाँटी। त्यसपछि हेर्नुहोस्, दिउँसो आएर तपाईँहरू चिसो धारामा नुहाउनु सक्नुहुन्छ। यस्तो राम्रो धारा छ हेर्नु। पानी मस्त धारामा पानी खानुहुन्छ है। यसरी खाने पानी है। हेर्नु मिठो। यो धाराको पानी चाहिँ लास्टै मिठो छ है। धारामा दुईटा छ, दुईटा। यो चाहिँ कुन फल हो भन्नुहोस् त। चिन्नुभयो? चिन्दैन है साथीहरूले। बिहानको यो सुन्दर दृश्य हेर्नुहोस्। तपाईँको कति राम्रो मिठो वातावरण, अक्सिजन कस्तो आनन्दको अक्सिजन पनि आइरहेछ है। अनि तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ प्रत्यक्ष लाइभमा होइन। यस्तो आनन्द के काठमाडौँमा बस्दाखेरि पुरै धुलो ड्याङ गाडी कराएको टाँटा टिटी होइन। अब यहाँ हेर्नुहोस् त कति आनन्द छ। यहाँ केही गर्नु परेको छैन। मिठो हावा, चिसो वातावरण, त्यो सँगै मन कति आनन्द के। त्यही भएर गाउँघर भनेको गाउँघर नै रहेछ। ल हेर्नुहोस्, मान्छेहरू घाँस दाउरा गर्नलाई लागिरहेको छ है जङ्गलतिर। ल हेर्नुहोस्, हाम्रो चाहिँ साइडमा भाइले पुरा बन्दुक भर्दैछ गोली। हेर्नुहोस् है साथीहरू गाइस, म थुपार्दैछु।